के राष्ट्रप्रेम अपराध हो? के रविन्द्र मिश्र राजद्रोही हुन्? के उनी आतंककारी हुन्? के देशलाई पार्टीको विचारभन्दा माथि राख्नु अपराध हो? के राष्ट्रवादी हुनु राजा चाहनु अपराध हो? यदि होइन भने एकपटक पूर्वाग्रह हटाएर सोचौँ त। गत चैत्र 15 गते काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले जुन तरिकाले दमन र घुसपेट गर्यो, के त्यो षड्यन्त्रको स्पष्ट सङ्केत होइन? के त्यो दिन मिश्रहरू हतियारसहित थिए? के उनीहरूले कसैलाई आक्रमण गर्न, आगजनी गर्न, जनताको ज्यान लिन उक्साएका थिए? के हिंसाले होइन, राष्ट्रिय एकताले परिवर्तन ल्याउँछौँ भन्ने सन्देश दिइएको त्यो शान्तिपूर्ण प्रदर्शन अपराध थियो, जसलाई सरकार आफैले अनुमति दिएको थियो? होइन भने स्वतन्त्र छानबिन आयोग गठन गर्न सरकार किन डरायो? अनि प्रहरी, लाठी र असुर ग्याससँग नडराऊ, सबै एकत्रित भएर अगाडि बढौँ भन्नुलाई के अब अपराध मानिन्छ? यदि होइन भने किन रविन्द्र मिश्र र अन्य राष्ट्रवादी नेता तथा कार्यकर्ताहरूमाथि राजद्रोह र सङ्गठित अपराध जस्ता गम्भीर मुद्दा लगाउने प्रयास हुँदैछ? के यो राजनैतिक आस्थाको आधारमा अपराधी करार गर्ने षड्यन्त्र होइन? के यो विचारमाथिको दमन होइन? राजनीतिक प्रतिशोध होइन? यदि तपाईँलाई पनि यो अन्याय हो जस्तो लाग्छ भने तपाईँ जुनसुकै विचारधारामा विश्वास राख्नुहोस्, त्यो फरक पर्दैन। तर एक नेपाली नागरिक भएको हैसियतले अन्यायको विरुद्धमा बोल्नुहोस्, आवाज उठाउनुहोस्, लेख्नुहोस्। हामी बाँचिरहेका छौँ, नेपाली समाज अझै दिउँजो छ भन्ने प्रमाणित गर्नुहोस्। नमस्कार, मेरो नाम अरुण गिरी। आस्थाका बन्दीहरू रविन्द्र मिश्र र अन्य राष्ट्रवादी नेताहरूको रिहाईको माग गर्दछु। राष्ट्रवाद अपराध होइन, यो त उपहार हो, हाम्रो गौरव हो। जय होस्।